राजा वीरेन्द्रको शासनकालमा जम्मा कतिजना प्रधानमन्त्रीहरू फेरिएका थिए? अप्सन ए 8 जना, अप्सन बी 9 जना, अप्सन सी 10 जना, अप्सन डी 11 जना। र यसको सही उत्तर रहेको छ अप्सन सी 10 जना प्रधानमन्त्रीहरू फेरिएका थिए। सेतो झन्डालाई के को प्रतीक मानिन्छ? अप्सन ए लडाईँ, अप्सन बी विजय, अप्सन सी आत्मसमर्पण, अप्सन डी मित्रता। र यसको सही उत्तर हुन्छ अप्सन सी आत्मसमर्पण। सूर्य कुन रेखामाथि सिधा पर्दा दिन र रात बराबर हुन्छ? अप्सन ए कर्कट रेखा, अप्सन बी मकर रेखा, अप्सन सी सुमेरु रेखा, अप्सन डी भूमध्य रेखा। र यसको सही उत्तर हुन्छ अप्सन डी भूमध्य रेखा। नयाँ संसार उपनामले चिनिने महादेश कुन हो? अप्सन ए एसिया, अप्सन बी उत्तर अमेरिका, अप्सन सी अस्ट्रेलिया, अप्सन सी दक्षिण अमेरिका। र यसको सही उत्तर हुन्छ अप्सन बी उत्तर अमेरिकालाई नयाँ मुलुक भनेर चिनिन्छ। नेपालमा मादक पदार्थ सेवन मापसे चेकिङको सुरुवात कहिलेदेखि भएको थियो? अप्सन ए 2068 मङ्सिर 17 गते, अप्सन बी 2068 पुस 17 गते, अप्सन सी 2069 मङ्सिर 17 गते, अप्सन डी 2067 मङ्सिर 17 गते। र यसको सही उत्तर हुन्छ अप्सन ए 2068 मङ्सिर 17 गतेबाट सुरु भएको थियो। नेपालको लिम्बू जातिले गाउने गीत तलका मध्य कुन हो? अप्सन ए पालम गीत, अप्सन बी होरी गीत, अप्सन सी झ्याउरे गीत, अप्सन डी असारे गीत। र यसको सही उत्तर हुन्छ अप्सन ए पालम गीत। नेपालले अन्तर्राष्ट्रिय प्रमाणीकरण सङ्गठन आइएसओ को पूर्ण सदस्यता कहिले प्राप्त गरेको थियो? अप्सन ए 2013 अगस्टमा, अप्सन बी 2013 सेप्टेम्बरमा, अप्सन सी 2014 सेप्टेम्बरमा, अप्सन डी 2012 सेप्टेम्बरमा। र यसको सही उत्तर हुन्छ अप्सन बी सन् 2013 सेप्टेम्बरमा प्राप्त गरेको थियो। नेपालको कुन नदीमाथि निर्मित पुललाई वान पिलर ब्रिज भनी चिनिन्छ? अप्सन ए सेती, अप्सन बी महाकाली, अप्सन सी कर्णाली, अप्सन डी मोदी खोला। र यसको सही उत्तर हुन्छ अप्सन सी कर्णाली नदी। वेद व्यासले रचना गरेको सबैभन्दा ठुलो कृति कुन हो? अप्सन ए रामायण, अप्सन बी महाभारत, अप्सन सी गीता, अप्सन डी स्कन्द पुराण। र यसको सही उत्तर हुन्छ अप्सन बी महाभारत। भारत विश्वको कतिौं ठुलो मुलुक हो? अप्सन ए 6औं, अप्सन बी 7औं, अप्सन सी 5औं, अप्सन डी 8औं। र यसको सही उत्तर हुन्छ अप्सन बी भारत विश्वको 7औं ठुलो मुलुक हो। उधौली र उभौली कुन जातिको महत्त्वपूर्ण पर्व हो? अप्सन ए मगर, अप्सन बी राजवंशी, अप्सन सी किराँत, अप्सन डी माझी। र यसको सही उत्तर हुन्छ अप्सन सी किराँत जातिको मुख्य पर्व हो। खाडी मुलुकमा घरेलु कामदारका लागि जान नेपाली महिलाको उमेर कम्तीमा कति वर्षको हुनु पर्दछ? अप्सन ए 20 वर्ष, अप्सन बी 22 वर्ष, अप्सन सी 24 वर्ष, अप्सन डी 25 वर्ष। र यसको सही उत्तर हुन्छ अप्सन सी 24 वर्ष। नेपाली राजाले लगाउने श्रीपेच सर्वसाधारणका लागि अवलोकन गर्न कहिलेदेखि खुल्ला गरिएको थियो? अप्सन ए विक्रम सम्वत 2075 असोज 15 गते, अप्सन बी विक्रम सम्वत 2075 असोज 25 गते, अप्सन सी 2075 असोज 29 गते, अप्सन डी 2075 कार्तिक 29 गते। र यसको सही उत्तर हुन्छ अप्सन सी 2075 असोज 29 गते। नेपालको प्रथम शहीद को हुन्? अप्सन ए लखन थापा, अप्सन बी दशरथ चन्द, अप्सन सी धर्मभक्त माथेमा, अप्सन डी शुक्रराज शास्त्री। र यसको सही उत्तर हुन्छ अप्सन ए लखन थापा नेपालको पहिलो शहीद हुन्।
युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ? अप्सन ए पेरिस फ्रान्स, अप्सन बी रोम इटाली, अप्सन सी भियना अस्ट्रिया, अप्सन डी जेनेभा स्विजरल्यान्ड। र यसको सही उत्तर हुन्छ अप्सन ए पेरिस फ्रान्समा रहेको छ।